नमस्ते नमस्कार सम्पूर्ण मेरा साथीहरूलाई। र आज मैले यस सामाजिक सञ्जाल टिकटकबाट आफूभित्र भएको एउटा प्रतिभा र आफूले गुनगुनाउने एउटा सङ्गीतलाई चाहिँ मैले मेरा सम्पूर्ण साथीभाइ समक्ष गीत गाएर एउटा तपाईहरु समक्ष सेयर गर्ने कोसिस गरेको छु। र हुन सक्छ हामीमा त्यत्रो विज्ञ कलाकार त होइन रहे पनि गाउने रमाउने हामी सम्पूर्ण साथीभाइमा छ। र त्यस्तै ममा पनि एउटा रमाउने तरिकाले मैले यो गीत चाहिँ हजुरहरु समक्ष गाएर सुनाउने कोसिस गरेको छु। र सुनेर र कस्तो भयो एउटा कमेन्टमा लेखेर पनि हजुरहरुले मलाई सुझाव सल्लाह दिन सक्नुहुन्छ। मैले एउटा मोबाइल र एउटा सानो होभर, यस्तो होभरको साथबाट आफैले प्रत्यक्ष लाइभमा गाएर चाहिँ हजुरहरु समक्ष सुनाउने कोसिस गरेको छु। र सुनेर साथ दिनुहुन्छ भन्ने आशा राखेको छु। धन्यवाद। मेरो कोसिस हो। हस्त धन्यवाद। सपना फुटेर आँसु बनेछ, त्यो आँसु फेरि व्यथा बनेछ। सपना फुटेर आँसु बनेछ, त्यो आँसु फेरि व्यथा बनेछ। आँसुका थोपा मोती बनेर गन्दासम्मको कथा बनेछ। उदासम्मको कथा बनेछ। सबै बेहोसी नसा पिएर
पिएर हुन्छु म अरूले दोषीमा भुलेर बिना भुलेर दोषी छु म बिना भुलेर दोषी छु म सबै बेहोसी नसा पिएर थ्याङ्क यू। हस्त सम्पूर्ण सर्भिसहरूलाई मैले यस्तै आफूमा भएको एउटा प्रतिभा किन गुम्साएर राख्नु भन्ने एउटा सोचले मैले हजुरहरू समक्ष गाएर सुनाउने कोसिस गरेँ। हुनसक्छ मन पर्यो भने लाइक कमेन्ट सेयर गरेर पनि मलाई साथ दिएर फेरिका दिनहरूमा अरू गाना गाउनको लागि एउटा अवसर बढाइदिनुहुन्छ भन्ने पनि आशा राखेको छु। हस्त धन्यवाद।